हाम्रो पूर्वमा राम्रो ठाउँ घुम्न जान त धेरै पैसा खर्च भइहाल्छ नि भन्ने साथीहरूलाई आज हामी पुग्यौँ हाम्रो पूर्व नेपालको एउटा यस्तो सुन्दर गाउँमा, जुन गाउँको बारे मैले चाहिँ अहिलेसम्म पहिलो पटकै सुनेको रहेछु र पहिलो पटक यस गाउँमा पुगेर मलाई यस गाउँको सुन्दरतासँग लभ नै पर्यो है। आज हामी पुग्यौँ विराटनगरबाट भेरेटारको चिसो मौसममा तातो चियाको चुस्की लिँदै, त्यहाँबाट अझै माथि नाम्जे हुँदै यो धनकुटा जिल्लामा पर्ने अत्यन्तै सुन्दर गाउँ डाँडा बजार। चाहिँ डाँडा बजारको अहिले सुनाखरी भन्ने होमस्टेमा पुग्यौँ है। यति राम्रो होमस्टे रहेछ यो, आएको थिइनँ म पनि कहिले डाँडा बजार। अनि यहाँको दिदीले मजाले फुलहरू सबैतिर रोप्नु भएको छ। यहाँको रुम रेन्ट पनि हामीलाई मात्रै 1000 रुपियाँ परेको थियो, जुन हामी 4 जना साथीहरूले डिभाइड गर्दा कति नै हो र। त्यहाँको त्यो चिसो मौसमको लोकल खाजा र खानाहरू, त्यहाँको हस्पिटालिटी सम्झेर मलाई फेरि पनि कहिले जाम भइसक्यो। तपाईँहरू पनि मौका मिलाएर रोडमा चाहिँ अलिकति एक्स्ट्रा केयरफुल भएर यो सुन्दर गाउँ जानै पर्छ है।